रविले आवाज उठायो, बालनले च्यालेन्ज दियो, कुलमानले देशमा एउटा चाहिँ ठुलै धक्का मार्यो। यिनीहरूलाई पुस्ता हस्तान्तरण गर्नु पर्दैन? अहिलेको ऊर्जा मन्त्रीले साँच्चै नैतिकता भएको, म त मान्छे चोर मन्त्री हो, किनभने स्काउटको सरकारी जग्गा चोरलाई के सलाम गर्ने? यी वृद्धहरूले देश चलाउने हो कि रवि जस्तोलाई देश चलाउ भन्नुपर्ने? उसका पछाडि धेरै करोडौं युवा छन्, धेरैको आवाज बोकेर बस्ने युवाहरूलाई जस्तै बालनले देख्नुभयो, दलले थिचेर आज थिलथिल बनायो नि। तपाईको बारेनजीले के भन्नुभएको थियो र? सही शुद्ध कुनै दाग नलागेको कर्मचारी पठाऊ भनेको नि। यो नालायक सरकारसँग कर्मचारी थिएनन्, यी करप्टेड कर्मचारीले मात्रै काम गर्न पाउनु पर्ने। स्वच्छ कर्मचारीको छवि यो देशमा छैन, ती छैनन्। नेपाल सरकारले उपलब्ध गराउन सक्दैन। जस्तो सरकार भ्रष्ट त्यस्तै कर्मचारी बनाएको हो। उसले के भनेको थियो र? कर्मचारीको दिनै पछि तपाईको झाडु लाएर आफ्नो काम गरेर आफ्ना छोराछोरी सबैका ती झाडु र पोछा लाउनेका छोराछोरी सरकारी स्कुल पढ्छन्, ती भ्रष्ट र ती घुसिया कर्मचारीका छोराछोरी बोर्डिङ स्कुल पढेका छन्। अनि उनीहरूले चाहिँ बेला खान पाएनन्, मेरा छोराछोरीले मेरो फी तिर्न पाइन भन्दाखेरि तलब रोकेर राख्ने नालायक सरकार होइन। एउटा महानगरमा एउटा प्रशासकीय अधिकारी पठाउन सक्दैन। यो जस्तो फेलियर सरकार के हुन्छ? यो देशमा मानव अधिकार भनेर बस्ने ती डलरका खेती खाएर डलरको कमिसन खाएर बस्ने लेन्डुपेती मानव अधिकारवादीहरू कहाँ छन्? एउटा रवि लामिछाने आफ्नो घरमा चप्पल तल खोलेर आफ्नो कोठामा गएर बसेको हुन्छ भने अरू यी वर्दीधारी अर्थात् सिभिलमै गएका प्रहरीहरू उसको सुत्ने कोठामा तपाईको जुत्तै नखोली गएको छ। यिनीहरू कति अनसिभिलाइज हो, कति हेपाईको पराकाष्ठ हो। के रवि लामिछाने यो देशको सबैभन्दा ठुलो भ्रष्ट हो त? भ्रष्टाचारीलाई कहाँ लुकाएर काखी च्यापेर 87 खरब पैसा खाने लुटेरलाई लुकाएर आज एउटा रवि लामिछानेलाई पटक पटक विषयान्तर गरेर मैले चाहिँ चितवनबाट राति कुदाएको छ। के ऊ मान्छे होइन? ऊ संवेदनशील मान्छे होइन? मासु र भातमा जुन अचेत नागरिकहरूले भोट दिएर यी टाउकेहरूलाई अझै पनि जिताउने यी तीन पार्टीका धेरै त्यहाँ बीचका सांसद र मन्त्रीहरू यति खराब छन्, यति निर्दयी छन्। हामी यो देशका विद्वान, यो देशका वैज्ञानिक, यो देशका शिक्षित, यो देशमा केही गर्छु भन्ने मान्छेहरूलाई पटक पटक षड्यन्त्रपूर्वक चाहिँ यिनीहरूले निष्क्रिय गराउँदा हामी कहिलेसम्म बोलिरहने? नेपाली जनताको अस्तित्व लुटेका यिनीहरूले, यी भ्रष्ट नालायकहरूले। यो देशमा गुण्डागर्दी जहिलेसम्म रहन्छ, जहिलेसम्म चोरलाई ठगलाई यो मन्त्री बनाइन्छ। कुलमानजीको विशेष गरेर हेर्नुहोस्, यहाँ जनमास कहाँबाट आउनुपर्छ? हिजो हामीले भएको होइन 18 घण्टा लोड सेडिङ हुँदाखेरि तपाईँ हामीले कति दिन भात खाएनौँ? के भनिरहेछ भने कुलमानजीले लोड सेडिङ हटाएको होइन, इन्डियाले हो भनेर ऊर्जा मन्त्रीले त संसदको रोस्टरमा बोल्नु भएको छ। मैले यसो भन्नु त हुँदैन। उहाँहरूलाई राम्रो उपचार गर्ने खालको डाक्टर चाहिन्छ। उहाँहरू रोगी हुनुहुन्छ, उहाँहरू मलाई लाग्छ मानसिक रोगले ग्रस्त हुनुहुन्छ। किनभने हुनुभन्दा बढी भएपछि थाम्न सक्दैन। प्रधानमन्त्रीले के भन्नुभयो भने कुलमानले अर्थात् एउटा कर्मचारीले मन्त्रीलाई चित्त बुझाउन सकेन भन्नुभयो। तपाईँका दिन त सकिएन, तपाईँका दिन गन्ती त हामी गन्दैछौँ। रवि लामिछानेलाई जुन पटक पटक प्रतिशोध साधेर आम 3 करोड नेपाली युवाहरूको आवाज बनेको थियो रवि लामिछाने, अहिले पो सत्ता होला, उनीहरूसँग बन्दुक होला, पावर होला, नालायकहरूको हामीसँग लड्न सक्छन् त? हामी त ओपन छौँ त। के लगेर बोल्नेलाई 2 दिन थुनेर हुन्छ? म अराजकता त फैलाउँदिन, तपाईँहरू आफै बुझ्नुहोस् के गर्ने हो भन्ने कुरा। संसद भवनभित्र भत्ता र सत्ता पचाएर राल काट्दै बसेका उनीहरूलाई